हेलो नमस्कार हवा सबैजनालाई फेरि पनि म भिडियो लिएर आइसकेको छु। आज चाहिँ प्र्याङ्क भिडियो छ है साथीहरु। सुशीला र म छौं आज चाहिँ सरिता दिदीलाई प्र्याङ्क गर्न हामी गइरहेका छौं हैन। अब चाहिँ पछाडीबाट भिडियो देखाउ भनेको फेरि काट चुप लाग है। ओइ मार्ने हो कि बुढा छ भने उनीले राख है के भन्दैछ उनीले गएर राख है के गर्दो रहेछ। सरिता दिदीको गर्दो रहेछ। के गर्दै हुनुहुन्छ दिदी? तपाईकोमा आउँदैन भन्नुहुन्छ नि त्यही भएर नि यसो स्कुल जानु ढिला भइसक्यो। खाजा खानु भयो के हो? दाइले ल्याएको थियो त्यो खाँदै ए दाइ पनि घरमै हुनुहुन्छ? ए अनि फोन गर्दा पनि उठाउनु भएन त? किन नउठाएको त्यत्रो फोन गर्दा? ठुन्डी अनि के त खासा सुतेको थिएँ म हो। तिम्रो बाजे किन चाहिँ भित्र हामी आउनु कि नआउनु दिदी? आउ न। तपाईको झन् यहाँ गफ गर्नुलाई कति के हो के राखेको? लुगा माथि सिलाउनु हिँडेको? के गर्नु घरमा मिसिन भएर पनि अनि के छ त अनि मुलपान चौरमा पानीपुरी फ्रीमा छ अरे आज। नजाने जाम तपाईँले मिठो हुने क्या मैले के नहाल भनेको छ। नपत्याइ समाचार सुन्नु न अहिले यहाँ। नमस्कार 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 मेरो नाम हो डट फुलकुमारी हो। विशेष गरी चाय पानीपुरीको कार्यक्रम भइरहेको छ आजको दिनमा, किनकि विशेष गरी गर्भवती आइमाहरूलाई चाहिँ फेसिलिटी दिइरहेको छ। कृपया आउनुहोला। विशेष गरी हाम्रो सरिता चौधरी दिदीलाई गर्भवती अवस्थामा हुनुभएको कारण त्यही भएर तपाईलाई पानीपुरी कस्तो अमिलो पिरो टक्क नुन नुन सबै मिलाएर व्यवस्थापन गरेको छ हामीले चोकमा। वेलकम 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 सबैजनालाई, छर छिमेकी आफन्त इष्टमित्रहरूलाई वेलकम। विशेष गरी चाहिँ सरिता चौधरी यहाँ माथि चौकमा दिइरहेछ भनेर छ के तपाईँको लागि अरे। विशेष गरी अरू त छैन नि यहाँनिर? किन नजाने? नजाने? म पनि जाने के साथी? जाम जाम पानीपुरी। अनि तपाईँको लागि विशेष भनिरहेछ किन? हो नजाने भए ल फिल्म पो हेरिराख्नु भएको रहेछ दिदीले अनि त्यही भएर फोन नउठाउनु भएको होइन कि? हामी माथि थियो अनि कि ल्याइदिउँ भनेर फोन गरेको थियो तपाईँ त। अनि उसले त कतिवटा खाएको? 4वटा होइन? यत्रो त के दिदी ठुल्ठुलो